गाइज गुड मर्निङ। र आज चाहिँ मेरो बिहानको सुरुवात भइसकेको छ र डेली रुटिन तपाईँहरूलाई त थाहै छ है, सधैँको रुटिन एउटै हो। दिन सधैँ एउटै भए पनि समय चाहिँ कहिले पनि एउटै हुँदैन र समयलाई रोक्न पनि सकिँदैन र यसरी नै चाहिँ मेरो दिन सधैँभरि नै गइरहेको छ र सधैँ एउटै कहाँ हुन्छ र जिन्दगीमा कति टफ कति जिनिसको सामना गर्नुपर्छ, कहिले कति दुःख आउँछ, सधैँ सुख कहाँ हुन्छ है, सधैँ खुसी कहाँ हुन्छ, रोइन्छ र त दुःखको पनि अनुभव हुन्छ त, दुःख छ र त सुख छ है, यो भुल्नु हुँदैन। र एउटा हाउसवाइफ भएपछि मान्छेले हाउसवाइफ हो त्यही भात सब्जी त पकाउँछन् नि भन्छन् नि, तर होइन, हाउसवाइफ भइसकेपछि चाहिँ मान्छेले देख्दैनन्, न बुढाले त देख्दैनन् है, अरूले त के, बुढाहरूले पनि थाहा हुँदैन त्यही खाना पकाउनु त छ नि भन्छ। तर हामी छोरी मान्छे हुँदाखेरि चाहिँ आमा बाबाले खाना पकान भन्दाखेरि चाहिँ त्यही भात र सब्जी पकाउँथ्यौँ र मोबाइलमा ट्याप्प आएर बसो, यता घुमौँ उता घुमौँ, साथीहरूसँग डुलो, भात सब्जी मात्रै ट्याप्प बसाउँथ्यौँ र त्यो गरेर चाहिँ हुँदैन। एउटा हाउसवाइफ भइसकेपछि चाहिँ भात सब्जी पकाएर पनि त्यहाँ कति थोक लथालिङ्गै भएको हुन्छ, त्यसलाई समेट्नु सम्हाल्नु सबै उ गर्नु, झन् नानीहरू भइसकेपछि त्यो नानीलाई सम्हाल्नु, नानीको खानपिहान यताउति त्यो घरको लथालिङ्गो सबै मिलाएर चल्नु एउटा हाउसवाइफलाई चाहिँ कति गाह्रो छ भन्ने कुरा चाहिँ त्यति बेला थाहा हुन्छ। पहिला पहिला आमाले भन्नुहुन्थ्यो है, त्यति त्यो भात सब्जी पकाएर त्यो के गरेर राखेको, त्यो पछाडि थाहा पाउँछस् भन्नुहुन्थ्यो। हो रहेछ, पछाडि चाहिँ थाहा पाइँदो नै रहेछ कस्तो हुँदो रहेछ है, छोरीलाई जति सुखमा राखेको हुन्छन्। अब यो दुःख चाहिँ होइन, अब सबैले गरी आएर चल्ने नै हो। अब जस्तो बुहारी मान्छे भइसकेपछि त्यो गर्नैपर्छ। भोलि आफू आमा भइयो है, आमा भइसकेपछि भोलि बुहारी आउँछन्, आफूले अब मम्मी सेखा पछाडि सासु आमा सेखा पछाडि त्यो घर सम्हालेर चल्ने नै हामी नै हो। तर हामीले नै अब त्यो सासु आमाबाट त्यो ज्ञान सिकेनौँ। आज सासु आमाहरूले केही सिकाउनुहुन्छ भने त्यो हामीले नराम्रो सोच्नु हुँदैन, किनभने आज हाम्रा आमाहरूले त्यहाँ केही भन्दैछन् भने, केही सिकाउँदैछन् भने हामीलाई दुःख लाग्दैन भने आज सासु आमाले पनि हामीलाई भोलि गएर चल्न सुविधा हुन्छ, तिमीहरूलाई नै घर चल्न सुविधा हुन्छ, यो जान्यौ ऊ गर्यौ भने चाहिँ त्यो हामीलाई सिकाउनु भएको हो र त्यो हामीले सिक्नुपर्छ। र कति अब त्यो सोच्दैनन् है, तर मैले चाहिँ यति सब जानिसकेको छु र अहिले चाहिँ मलाई चाहिँ लाग्छ म चाहिँ अहिले धेरै घर सम्हाल्न जानिसकेको छु। आज सासु आमाले सिकाएर, सासु आमाले त्यो गरेको देखेर जानेर आज त्यही लाइनमा लागेरै त मैले आज यति सिकेकी हो। र अब अहिले छोरी जस्तो त कहाँ हुन्छ र है, छोरी त्यही भएर घरमा चाहिँ धेरै कुरा सिक्दा चाहिँ अझै सजिलो हुन्छ। र मेरो चाहिँ यस्तो छ, एउटै छोरो छ, अनि एउटै छोरो भएपछि न जेठानी न देउरानी न कोही है, र एउटै बुहारी भइसकेपछि चाहिँ मेरो पालिदिने चाहिँ कोही पनि छैन है। र जिन्दगी यस्तै रहेछ। र हाम्रो चाहिँ सानो फ्यामिली छ, हामी चाहिँ फ्यामिलीमा 4जना मात्रै हो, मेरो छोरा लगाएर मेरो सासु आमा मात्रै हुनुहुन्छ र यो सानो फ्यामिलीमा हामी खुसी छौँ। र मेरो छोरालाई चाहिँ मैले आज ओट्स पकाइदिएको थिएँ। म बिहान चाहिँ ओट्स पकाइदिन्छु किनभने छिटो पनि हुन्छ र अलिकति घिउ हालेर ओट्स पकाइदिएको थिएँ। र सब्जीमा चाहिँ आज मैले भाते करेला पकाएको थिएँ। भाते करेला मजाले धोइधाइ पारेर चाहिँ यता कराईमा तेल बसाएर चाहिँ मैले 5 फोरन र खोर्सानी हालेर मात्रै भुटेँ र दाल पनि यता जानिसकेको थिएँ र हर्दी निमकहरू हालेर चाहिँ हेर्नु न, मैले अलिकति पानी हालेर त्यो भाते करेला अर्कै पाराले पकाएको थिएँ र साह्रै मिठो भएको थियो। र यता सब्जी पनि पाइसकेको छ र दाल पनि पाइसकेको छ र आजको लागि बाई बाई, यति नै।